श्रवण धर्म संघ नेपाल विश्व महामय मैत्री दिवस तथा विश्व शान्ति महामय पूजाको आज अन्तिम दिन समापन समारोह क्लोजिङ सेरेमनी। यो कार्यक्रममा उपस्थित यहाँ ड्यासमा आसीन केन्द्रीय अध्यक्षज्यू, जिल्ला अध्यक्षज्यू, विदेशबाट आउनुभएका सम्पूर्ण विदेशी पाहुनाहरू, त्यसैगरी ड्यासमा आसीन सम्पूर्ण गुरुजीहरू, त्यसैगरी यसै 13 नम्बर वडाका समाजसेवी वर्गजीहरू लगायत यहाँ पत्रकार साथीहरू, यसै कार्यक्रमलाई सुरुको दिनदेखि अन्तिम दिनसम्म समापन समारोहसम्म सहयोग पुर्याउने सुरक्षाकर्मीका साथीहरू लगायत यहाँ तपाईँ विभिन्न जिल्लाबाट पाहुनाको रूपमा अथवा चाहिँ धार्मिक एउटा कार्यक्रम जुन छ त्यसलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यो पूजालाई 3 दिनसम्म निरन्तरता एउटा हामीले दिवसकै रूपमा मनाउनका लागि यहाँ उपस्थित तपाईँ सम्पूर्ण आगन्तुक जिल्लाभित्र बाहिर यसै वडाभित्रका सम्पूर्ण आमवासीहरूमा चाहिँ स्वीकार्नुहोस् मैत्री अभिवादन। जय मैत्री मङ्गलम। अलिकति यो अघिसम्म सम्झिरहेको थियो, अहिले थोरै बोलिरहँदाखेरि चाहिँ थोरै बिर्सिनु गएँ, केही छैन। आज अन्तिम दिनमा कम्तीमा नि त्यो एउटा वर्ड त सिकियो, त्यो नै मलाई लाग्छ हामीले जीवनमा धेरै कुराहरू सिक्नुपर्छ र सिक्ने क्रम कहिले पनि सकिँदैन भनिरहँदाखेरि अघि विदेशी पाहुनाहरूले पनि यहाँनिर चाहिँ आफ्नो भावनाहरू, आफ्नो विचारहरू राख्नुभयो। साँच्चै नै तपाईँहरू एकदमै भाग्यमानी हुनुहुन्छ जो चाहिँ तपाईँहरूले देश विदेशमा हामी रहेकोहरूलाई पनि यहाँ तान्ने एउटा चाहिँ जुन प्लेटफर्म, जुन वातावरण चाहिँ यो धर्मबाट क्रिएट गर्नुभयो, त्यसको लागि यो जन्मभूमिमा चाहिँ तपाईँहरू रहेर यही भगवानको चाहिँ अनुयायी बनेर चाहिँ यहाँ हामीले भगवानको चाहिँ भक्तिभाव अथवा चाहिँ एक खाले पूजापाठ सेवा गर्न पाउनु नै तपाईँहरू ठुलो भाग्यमानी हो भनिरहँदाखेरि कहीँ कतै हामी यही ठाउँमा रहेर पनि त्यो अनुभूति हामीले गर्न नसकेको हो कि हामीले चिन्न नसकेको हो कि भन्ने जुन भावहरू छ, पक्कै पनि हरेक कुराको समय आउँछ। हरेक कुरालाई चाहिँ हामीले बिस्तारै 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 पछ्याउँदै जाँदा भनिन्छ नि एउटा उखान छ, बिस्तारै गए अवश्य पुगिन्छ भन्ने कुरा हो। त्यसले गर्दाखेरि हामी आत्ति हाल्नु हुँदैन, किनकि मैले हिजो पनि यहाँ कुरा राखेको थियो कि सद्भाव भन्ने कुरा हो। पक्कै पनि आज यही प्लेटफर्म, यही स्टेजमै हामीले बसिरहँदा सुनिरहँदाखेरि जो देश विदेशदेखि लिएर हरेक जाति हरेक धर्मको मानिसहरू यहाँ उपस्थित भइरहँदाखेरि हो अब चाहिँ भने सद्भाव जुन हामीले अनुशासनको कुरा गर्छ हो, त्यो अनुशासन, त्यो सद्भाव चाहिँ प्र्याक्टिकल्ली रूपमा हामीले चाहिँ देखेको छौँ, पाएको छौँ है। आजको दिनदेखि त्यो अनुभूति, त्यो अनुभव हामीले गरेका छौँ है भन्ने कुरा चाहिँ आजबाट प्रष्ट भएको छ। र पक्कै पनि मैले हिजो अनुशासन भने धर्मले चाहिँ हामीलाई अनुशासन भन्ने कुरा सिकाउँछ हो, त्यो कुरा चाहिँ यही धर्मबाट चाहिँ धेरैले सिक्नुपर्छ। जस्तो कि हामी यो ठाउँमा छिरिरहँदाखेरि जुन खाले एउटा पिस छ, पिसफुल इन्भाइरोमेन्ट जो हामीले यहाँ पाएका छौँ, एकदम चाहिँ शान्ति, हल्ला छैन हो, यी यस्ता कुराहरू पक्कै पनि हामी एउटा सिस्टममा बाँध्नुपर्छ, बस्नुपर्छ। जस्तो नीति नियमको कुराहरू हुन्छ लगायत अनुशासन, सबैभन्दा ठुलो कुरा डिसिप्लिन, त्यो अनुशासनलाई हामीले लिन सक्नुपर्छ र यो अनुशासनको कुरा गरिरहँदाखेरि सिक्नुपर्छ भन्ने कुरा हो। पक्कै यो कुरालाई आत्मसात एउटा हिसाबले हामीले गर्नैपर्छ। र अर्को कुरा भनेको जसरी अघि एकजना फेरि मैले विदेशी पाहुनालाई जोड्न चाहेँ, उहाँले चाहिँ जुन खाले एउटा समन्वय, मैले हिजो पनि समन्वय कोअपरेटको कुरा गरेँ, त्यो समन्वय छोटो मिठो तरिका छोटो समयमा चाहिँ जुन हामी एक अर्कामा चाहिँ जसले चाहिँ यो प्लेटफर्म रेडी गर्नलाई, पूजाको लागि यो स्थल रेडी गर्नलाई अथवा चाहिँ झन्डा जो छ गाड्नको लागि थोरै मेन पावरले
चाहिँ आफ्नो एकदम आत्मबल आत्मविश्वासका साथ त्यो एउटा स्ट्रगल पिरियडलाई चाहिँ कुनै परवाह नगरिकन अगाडि बढिरहँदाखेरि त्यो झन्डा मैले हिजो अस्ति कुरा पनि राखेको थियो कि अरू धर्ममा अरू उसमा चाहिँ यस्तो कार्य अलिक बिरलै पाइन्छ है किनकि हामीले मनैदेखि काम गरेर अगाडि बढ्ने जो मैले झन्डा गाड्ने क्रममा चाहिँ कुरा एकअर्कामा सेयर गरेको थियौँ हो यसरी नै सिक्नुपर्छ हामीले किनकि हामी धर्ममा लागिसके पछाडि एक खाले आत्मादेखि नै विश्वास गरेर धर्म भनेको त्यही त हो नि हामीले चाहिँ एउटा विश्वास धर्ममा भइसकेपछि न हामी लागि पर्यो मलाई लाग्छ यहाँ जो कोही पनि कोही कसैको बल जफ्तीले अथवा चाहिँ केही लोभ लाभले चाहिँ पक्कै पनि आएको कोही पनि छैन किनकि त्यो कुरा चाहिँ म के कुरामा प्रश्न पार्न सक्छु भन्दाखेरि आर्थिकको कुरा जे कुरा गर्दाखेरि पनि आर्थिक चाहिन्छ तर त्यो आर्थिक यो जुन पूजा कार्यक्रम गर्नको लागि धेरै आर्थिकको चाहिँ खाँचो आवश्यकता जो यही सङ्गठनले एक खाले म्यानेजमेन्ट जुन तरिकाले निभाउनु भएको छ न उहाँहरू वडा पुग्नु भएको छ नगर पुग्नु भएको छ न प्रदेश पुग्नु भएको छ न कोही कसैलाई चाहिँ आर्थिकको रूपमा भनेर चाहिँ बाहिर चाहिँ सङ्कलनको लागि दुःख दिने काम हामीले अरू चाहिँ सङ्गठनबाट जो पाउँछौँ देख्छौँ बिल्कुलै यो सङ्गठनमा यो कुरा जिरो अवस्थामा छ हो हामीले त्यो कुरा सिक्यौँ राम्रो कुराको कपी पेस्ट गर्नुपर्छ भनेको यही हो पक्कै पनि यहाँ म्यानेजमेन्ट कसरी भयो त कसरी गरियो त हो त्यो म्यानेजमेन्ट जसरी भए पनि जे गरी भए पनि आखिर म्यानेजमेन्ट त गर्न सक्यो नि त त्यो भनेको खुबीको कुरा हो त्यो क्यापेसिटी हो त्यो क्यापेबल एउटा चाहिँ हामीमा हुनुपर्छ त्यो धर्मभित्र त्यो सङ्गठनभित्र चाहिँ यो कुराले प्रुभ गरेको छ भन्दै म धेरै कुरा नराखिकन हामीले यो जुन मकवानपुर जिल्लाको 13 नम्बर वडामा जुन कार्यक्रम जुन यो पूजा जुन आयोजना भयो पक्कै पनि यसले एक खाली पोजिटिभ भाइब्स दिनेछ यसले यो वडालाई यो मकवानपुर जिल्लाको पदमपोखरीलाई चाहिँ आफ्नो देश लगायत विदेशभर चिन्ने एउटा चाहिँ हामीलाई एउटा वातावरण क्रिएट भएको छ र अब आउने वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू हाम्रै जिल्ला हाम्रै वडामा गर्न पाइयो भने पक्कै पनि फेरि पनि हामी एक खाले हामी भाग्यमानी रहेछौँ भन्ने त्यो अवसर हामीले पाउनेछौँ भन्ने जुन आशा र विश्वासलाई हामी थाती राख्दै थाती भन्नाले त्यो विश्वास हामी फेरि पनि साँच्चै नै हामीले यसरी नै कार्यक्रम गरेर चाहिँ पाउनेछौँ भन्ने कुरा व्यक्त गर्दै सम्पूर्ण यहाँ उपस्थित आज अन्तिम दिन यो जुन कार्यक्रमको चाहिँ पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै निमन्त्रणाको लागि पुनः फेरि एकपटक धन्यवाद व्यक्त गर्दै आजको यो कार्यक्रम फेरि पनि भव्य सभ्यताका साथ सम्पन्न होस् भन्ने पुनः शुभकामना दिँदै बिदा हुन्छु हस् धन्यवाद जय मन्त्री मङ्गलम मैत्री मङ्गलम उहाँले जसरी उहाँले वाचन गरिरहनु भएको छ र हाम्रो माझमा हामीले विश्व माझमा एक ऐतिहासिक यस मकवानपुर जिल्लाको पुण्यभूमिमा आयोजना भएको विश्व शान्ति महामैत्री पूजा प्रार्थना आज यस कार्यक्रममा पाल्नुभएका बागमती प्रदेशका आदरणीय माननीय प्रेमबहादुर पुरामीज्यू यहाँ 3 दिन यो पूजा कार्यक्रममा पाल्नुहुने सम्पूर्ण धर्मगुरुजीहरू र सम्पूर्ण श्रद्धालु भक्तजन महानुभावहरू सबैलाई मैत्री मङ्गलम साङ्गीवन तपाईँहरूको कार्यक्रम सफल भइसकेको छ यो 3 दिनसम्मको विश्व शान्तिको लागि तपाईँहरूले जुन हिसाबले कामना गर्नुभएको छ यसले निश्चित रूपमा शान्तिमा टेवा पुग्नेछ भन्ने मैले आशा लिएको छु किनकि अहिले पछिल्लो चरणमा विश्वमा विभिन्न किसिमको चाहिँ आक्रोशहरू युद्धहरू अर्थात् धेरै किसिमको चाहिँ विग्रहहरू पैदा भइरहेको छ हामी सबैलाई थाहा छ चाहिँ अब रुस युक्रेन युद्धहरू भइरहेको छ गाजामा त्यस्तै किसिमको छ हामी हिजो अस्ति भर्खर कोरोनाको महामारीबाट चाहिँ अब मुक्त भयौँ विभिन्न किसिमको चाहिँ प्राकृतिक विपत्तिहरू आइरहेको छ यो सन्दर्भमा तपाईँहरूले
यसलाई चाहिँ अब न्यूनीकरण होस्, विश्वमा शान्ति होस् भन्ने जुन कामना गर्नुभएको छ, यसले एक हिसाबको शान्तिमा टेवा पुग्ने आशा र विश्वास लिएको छु। हामी यहाँ म आफै पनि पदमपोखरीवासी, यहाँ पदमपोखरीमा तपाईँहरू आउनु भएर यो भूमिलाई एक हिसाबले पवित्र बनाउनु भएको छ। तपाईँहरू म सबैलाई धन्यवाद दिन चाहन्छु। केही समय अगाडि तपाईँहरू सायद पोखरामा पनि यस्तै किसिमको कार्यक्रम भइरहेको थियो। त्यसरी विभिन्न ठाउँमा चाहिँ अब कार्यक्रमहरू गरिरहनु भएको छ। एक हिसाबले यो बोधि श्रवण धर्म अर्थात् चाहिँ अब तपाईँहरू जुन हिसाबले कार्य गर्नुभएको छ, हामी यही नजिकै बाह्र जिल्लाको हलखोलिया पनि हामी नजिकै छौँ, सँगसँगै छौँ। एक हिसाबले यो धर्मको अर्थात् चाहिँ मानवको चाहिँ अब मुक्तिको लागि एक हिसाबले भन्नुपर्दाखेरि शान्तिको लागि तपाईँले आफ्नो कार्य गरिरहनु भएको छ। यो अहिलेको व्यवस्थाको हिसाबले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ। यसले चाहिँ अपेक्षा गरेको भनेको धर्मनिरपेक्षता पनि हो। तपाईँले आफ्नो आस्था विश्वासलाई चाहिँ आफ्नो तरिकाले मान्न पाउनुहुन्छ, अर्थात् चाहिँ तपाईँले आफ्नो हिसाबले कार्यहरू गर्न पाउनुहुन्छ। त्यो संविधानमै व्यवस्था भएको कुरा हो। तर आफ्नो धर्म मान्दाखेरि अरूको धर्म चाहिँ हानि गर्नु हुँदैन। तपाईँलाई चाहिँ हात चलाउने अधिकार छ भन्दै अर्काको नाकमा हात गराउनु चाहिँ छुट छैन भनेको थिएँ। यो चाहिँ अब तपाईँले हामी सबैले पाएको अधिकार हो। हिजो थिएन, हिजो एकात्मक राज्य प्रणाली थियो, त्यो बेलामा चाहिँ एउटै धर्म मान्नु पर्थ्यो। अहिले चाहिँ सबैले आफ्नो धर्म आस्था चाहिँ विश्वास चाहिँ मान्न पाउँछ। हिजो हामीले व्यवस्थाको लागि लड्दाखेरि मर्नु पर्थ्यो, जेल जानु पर्थ्यो भनेदेखि अहिले तपाईँको जसले पनि आफ्नो आस्था विश्वासलाई चाहिँ प्रकट गर्न पाउँछ। हिजोको जस्तो व्यवस्था छैन। यो अहिलेको चाहिँ राज्य व्यवस्थाले दिएको अधिकार हो। यो किसिमको हामी उपयोग गर्न पाउनुपर्छ। कतिपय सहरमा चाहिँ यसलाई अझै पनि गर्नु हुँदैन, यसलाई चाहिँ राख्न दिनु हुँदैन भन्ने हिसाबले यसलाई खारिज गरौँ, पुरानै व्यवस्था लिएर आउँ भन्ने तत्त्वहरू पनि छ। हिजोको फेरि राजा फर्काउँ भन्ने हिसाबले लागि पर्नेहरू पनि छ। यो भने चाहिँ एकात्मक राज्य प्रणाली, एउटै धर्म, एउटै भाषा, एउटै भेष, एउटै संस्कृति, सबै एउटै हुनुपर्ने। हाम्रो चाहिँ अब फरक फरक नहुने भन्ने जुन कुरा छ, त्यो भनेको पश्चगामी चिन्तन सोच हो। त्यो चाहिँ अग्रगामी भनेको हुनसक्छ भोलि यहाँ अन्य धर्मबाट पनि आउनुहुन्छ या तपाईँहरू पनि अन्य धर्म जान सक्नुहुन्छ। त्यो आफ्नो आस्था र विश्वास हो। धर्म व्यक्तिले मान्ने हो, विश्वास व्यक्तिको हुन्छ। त्यो परिवर्तन या चाहिँ निरन्तरता पनि जान सक्छ। कसैको जबरजस्ती, कसैको चाहिँ प्रलोभनमा हुने कुरा होइन। त्यो कारणले गर्दाखेरि अहिलेको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा पनि धर्मगुरुहरूले त्यो हिसाबले जसरी विश्व शान्ति तपाईँले गर्नुभएको छ, कामना गर्नुभएको छ, यो संविधान पनि जोगाउनुपर्छ भन्नु चाहिँ पर्छ। किनकि यो संविधानलाई कतिपय सहरमा चाहिँ अब खारिज गरौँ, चाहिँ विघटन गरौँ भन्ने तत्त्व पनि छ। एक किसिमको उपलब्धि हो। किनकि म राजनीतिक चाहिँ अब विद्यार्थी भएको कारणले गर्दाखेरि अलिकति मैले तपाईँ राजनीतिक कुरा गरेँ, अन्य कुरा तपाईँहरू सङ्घर्षमा हुनुहुन्छ। एक हिसाबले आस्था विश्वासको हिसाबले तपाईँले मेहनतमा हुनुहुन्छ, परिश्रममा हुनुहुन्छ। किनकि तपाईँको धर्म आस्था विश्वासमा चाहिँ मेरो सम्मान छ। किनकि कतिपय कुरा म बुझ्दिनँ पनि, कतिपय धर्म संस्कृति सबै मैले बुझ्न सक्छु भन्ने हुँदैन। र तपाईँहरूको जुन आस्था र विश्वास छ, 3 दिनसम्मको यो कार्यक्रम एक साथै सफल भइसकेको छ। यो अवसर दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै र तपाईँहरूको चाहिँ आस्थामा, तपाईँहरूको विश्वासमा चाहिँ पुनः चाहिँ अब समाजका साथ बिदा हुन्छु। धन्यवाद, अभिवादन। मैत्री मङ्गलम। मैत्री मङ्गलम। धन्यवाद छ सञ्चालकज्यू, कार्यक्रमको सभाध्यक्षज्यू, उपस्थित सम्पूर्ण गुरुजीहरू, सबै उपस्थित मैत्री मित्रहरू, सबैलाई नमस्कार। साङ्गी वङ्ख्या, जय मैत्री मङ्गलम। मैत्री मङ्गलम। अब यो कार्यक्रम हामीले सुन्न त पाएन। अब खास गरिकन यो बोधि श्रवण धर्म सङ्घ नेपाल, खास गरिकन यसको केन्द्रीय कार्यालय सायद आज पनि हलखोलियामै होला। त्यहाँबाट कठोर तपस्या, त्यागबाट सायद आज 20औं वर्ष पुगिसकेको हुनुपर्छ। पछिल्लो समयको 20औं वर्ष लागेको छ।
खास गरिकन यसलाई चाहिँ आर्टलाई चाहिँ अलिक धेरै महत्त्व दिने यो धर्म यो चाहिँ समुदायले सम्पूर्ण मित्रहरूले चाहिँ आर्टलाई चाहिँ इतिहास हेर्दा चाहिँ 35,000 वर्ष अगाडि भन्छ कि 35,000 वर्ष अगाडिबाट यहाँ चाहिँ मैत्री दिवस मनाउने 35,000 वर्ष अगाडि पनि त्यतिखेर चाहिँ महामैत्री देवनाथको के अरे उपस्थिति भइसकेपछि मानव जाति मात्रै होइन पर्यावरणको लागि पनि शान्ति स्थापनाको निम्ति निरन्तर लागिराखेको देखिन्छ। पछिल्लो चरणको यो 20 वर्षको कुरा गर्नुपर्दा चाहिँ यो मैत्री मङ्गलम जुन एउटा आस्था बोधि श्रवण धर्म सङ्घ जो स्थापना भयो, खास गरिकन बुद्ध जस्तै प्रकृतिबाट चाहिँ यो अलिकति प्रभावित जस्तो पनि र यसले खास गरिकन 4वटा कुराहरू सबैभन्दा पहिला चाहिँ दयालु भाव अथवा अहिंसाको कुरा यसले गर्ने, खास गरिकन करुणा दया र अहिंसालाई चाहिँ यसले उठान गरेको। दोस्रो नम्बरमा चाहिँ सर्वधर्म, कुनै पनि जात धर्म सम्प्रदायको आधारमा भेदभाव गर्ने होइन कि सबैलाई समान गर्ने कुरा। त्यसपछि तेस्रो नम्बरमा यसले मानवतावाद, व्यक्तिको पनि आत्म उन्नति गर्ने उद्देश्य साथ स्थापना भएको र यहीबाट समाज सुधार गर्न सकिन्छ भनेर सुरु गरेको यो धर्म। खास गरी भन्नुपर्दा यो चाहिँ सजिलो, सबैलाई सहज पनि सजिलो पनि, त्यो कठोरभन्दा कठोर होइन कि सजिलो र सरल तरिकाले पनि यो कार्य चाहिँ गर्न सकिने भनेर जसरी स्थापना भयो। अघि नै ललित खलाज्यूले पनि भनिसक्नु भएको छ कि हाम्रो देश नेपाल भनेको चाहिँ धार्मिक स्वतन्त्रता भएको देश हो। हिजो जात व्यवस्थामा आधारित यो राज्य थियो, जहाँ एकात्मक राज्य व्यवस्था अन्तर्गत धार्मिक साम्प्रदायिकलाई पनि प्राथमिकता दिने र कैयौँ धर्महरू स्थापना नै हुन नदिने व्यवस्था थियो। आज नेपालमा संविधानमै त्यो व्यवस्था छ कि धर्म परिवर्तन पनि गर्न पाइने छ, तर जबरजस्ती गर्न चाहिँ पाइने छैन। जबरजस्ती त गर्न पाइँदैन र धर्म परिवर्तन गर्न त पाइन्छ। इसाई धर्ममान्यहरू यो बोधि श्रवण धर्म सङ्घमा आउन सक्छ, बुद्धिस्टहरू अर्को धर्ममा जान सक्छ, इसाई अथवा हिन्दूहरू। तपाईँहरूलाई पनि राम्रोसँग थाहा छ कि यो संस्था यो सङ्गठनमा श्याम कार्की भन्ने एकजना साथी हुनुहुन्छ कि सायद तपाईँहरू पनि चिन्नुहुन्छ होला, यो धर्म मानिराख्नु भएको छ श्याम कार्की। अहिले चाहिँ श्याम कार्कीले श्याम मैत्री भनेर नाम सामाजिक सञ्जालमा राखेर होइन, कार्की त हिन्दू हुनु पर्यो, हिन्दू धर्मान्ती होला नि, तर यो चाहिँ सरल सहज सर्वधर्मभित्रै पर्ने भएकोले यहाँ भेदभाव रहित, खालि यसले मानव जातिको उत्थान समाजको सुधार मात्रै होइन कि वन्य जन्तु र पर्यावरणको पनि कुरा उठाउँदै आएको छ। त्यस कारणले यो चाहिँ मान्न नपाउने मान्न नहुने भन्ने कुरा होइन, विविधता यो भित्र छ। यो के अरे आजभन्दा 20 वर्ष अगाडि स्थापना गर्दादेखि नै केही एउटा अप्ठ्यारा केही असजिलो असहजहरू पारेको पनि छ। त्यसको बावजुद पनि तपाईँहरू जसरी अगाडि बढिराख्नु भएको छ, तपाईँहरूको यस धर्मप्रति यस संस्थाप्रति यो सङ्गठन सङ्घप्रति हाम्रो तर्फबाट
कुनै पनि भेदभाव हुने छैन र भेदभाव रहित ढङ्गले तपाईहरु पनि अगाडि बढ्नुस्, हामी पनि त्यसै गरी तपाईहरु सँगसँगै आवश्यकता अनुसार आवश्यकताको आधारमा सहयोगको आदान प्रदान हुन्छ। अहिले हामीले गरौँला, अहिले तपाईहरुले पनि गर्नुपर्दछ। यो 3 दिने कार्यक्रम चैत 8 भने पनि अलिकति अगाडि गएको पनि केही फरक परेको छैन, त्यो भित्रैको परेको छ। यो एक ढङ्गको दिवस पनि हो। यो भव्यतम 3 दिने कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै हामीलाई आयोजक साथीहरूले शुभकामना राख्ने जुन अवसर प्रदान गर्नुभयो, मित्र मैत्री चन्द्रजी लगायत सबै आयोजक साथीहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम सफलताको पनि शुभकामना व्यक्त गर्दै साङ्गी वाङ्ख्या भन्न चाहन्छु। जय मैत्री। साङ्गी वाङ्ख्या सर्वमैत्री मङ्गलम। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। बोधि श्रवण धर्म सङ्घ नेपालको आयोजनामा 20औं महामैत्री दिवस तथा विश्व शान्ति महामैत्री पूजा प्रार्थना 2081 यस कार्यक्रमका संयोजकज्यू, प्रमुख अतिथिज्यू, यस कार्यक्रममा पाल्नुभएका देश विदेशबाट पाल्नुभएका अतिथिको रूपमा पाल्नुभएका सरकारी तथा गैर सरकारी सङ्घ संस्था र कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सर्वप्रथम त यस कार्यक्रमको पूर्ण सफलताको लागि हार्दिक शुभकामना र मैत्री मङ्गलम भन्न चाहन्छु। साथै यस पदमपोखरीलाई एउटा पुण्य भूमिको रूपमा तपाईहरुको यो कार्यक्रमले धेरै राम्रो बनाएको छ। आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम यस ठाउँमा भयो भने अझ राम्रो हुनेछ। Such types of program will be held, I hope. Thank you so much. Thank you. मैत्री मङ्गलम। चतुर्थ साङ्गी वाङ्ख्या। यहाँ अब मैले केही कुरा गर्नु छैन। म लगायत यहाँ हाम्रा विदेशी सङ्घहरू, केही सङ्घहरू लगायत हाम्रो यहाँको वडाको अध्यक्षज्यू लगायत केही अन्य सङ्घज्यूहरूले आफ्नो स्वागत मन्तव्य दिनुहुने नै छ भन्दै म फेरि पनि बोधि श्रवण धर्म सङ्घ केन्द्रीय सङ्घको तर्फबाट र प्रत्येक जिल्लाको तर्फबाट सबैलाई मैत्री शुभकामना दिन चाहन्छु र सबैको मन मस्तिष्कमा मैत्रीय भाव उत्पन्न होस्, शान्त रहोस्, सुखी रहोस्, खुसी रहोस्। मैत्रीय सङ्घको विस्तार आजभन्दा भोलि गुरु हजुरको कृपा र आशीर्वादले संसारभरि छाओस् र संसारलाई मैत्रीमय संसारको सत्यको स्थापित गर्न सकोस् भन्ने शुभकामना सहित म यहाँबाट ओझेल हुन चाहन्छु। गुरुजीहरूमा यङेस र सम्पूर्ण सङ्घ मित्रहरूमा चतुर्थ साङ्गी वाङ्ख्या। मुझे बहुत प्रसन्नता हो रही है आप सबको के बीच में आके। बहुत टाइम हो गया, ऑलमोस्ट 5 साल मुझे अभी मैं वापस आई हूँ। और इस मैत्री दिवस में जो 20वां मैत्री दिवस है उसमें आप सबको हार्दिक अभिनंदन और आपका हार्दिक शुभकामना देती हूँ। मुझे बहुत अच्छा लगा वापस, जैसे ये एक परिवार है और इस परिवार में वापस आके बार बार आना बहुत अच्छा लगता है। आप सबका इतना मेहनत देख के इतना थोड़ा टाइम में कैसे संघ सभी कैसे कार्य करता है, कैसे सेवा में जो सभी वॉलंटियर्स हैं वो कैसे काम करते हैं, ढेरे धन्यवाद दिल से। मतलब ये गुरु का कृपा, लोपम शोमियन का कृपा तो है ही है, लेकिन आपका भी बहुत मेहनत है और बहुत प्यार है जो हम दिल से फील करते हैं। तो सभी को शाही वाङ्ख्या।
मैत्री मङ्गलम मैत्री मङ्गलम मैत्री मित्र इन्डियाबाट हुनुभएको थियो। Very grateful all the world. You are an example. We are alone. We don't have military surrounding. You are strong. You are the hope of the world because you are growing and you peace begin in Nepal. Thank you so much. Dhanyavad, dhanyavad, dhanyavad. We love you. Maitri Mangalam. मैत्री मङ्गलम सर्व मैत्री मङ्गलम मैत्री मङ्गलम सही हुन्छ। I would just like to say on this most auspicious and most wonderful 20th Maitri Divas, I pray with all my heart that this world will soon understand that the great Mahasambhuri Dharma Sangha Guru has come to this world for the benefit of all living beings. And I pray that we recognize who he is and our hearts are filled with faith, trust, and devotion in order to bring about a world filled with joy, peace, love, contentment, and wonder. A world where we recognize the beauty of the glorious Paramatma Bhagavan Gurus. And I hope one day we realize that we are one heart, one soul, and one family. Sarva Maitri Mangalam, Chato Shalivankya. सर्व मैत्री मङ्गलम चतुर्थ सही हुन्छ। उहाँ रहनुभएको छ युकेबाट माइकल मैत्री मित्रले फाइजा। सही हुन्छ। Yeah, I'm very happy to be back after maybe 6-7 years. And yes, thank you everybody for coming to pray together. It's very inspiring to see how much the sun has grown. And yes, Shaggy Winkya. सही हुन्छ। सही हुन्छ। I don't know English. Sorry. Chinese. 我名字叫刘丽丽。我怎么说呢？现在心情很激动啊。之前啊，我是在中国哈，就是学佛嘛啊，然后打禅呀啊这样的，然后我在那个网络上，然后遇到了咕噜的一个视频，然后我们以为还是佛教的东西，然后我们过来了，过来以后，特别特别的震撼，然后。好像就是按照就是这个法吧，这个咕噜这个教给我们的咒来念吧哈，每天做功课，我惊奇的发现，我的世界在改变，好像以前的那种不易埋怨呀，好多的那种不好的心态。然后慢慢的在改变，怎么说呢？就是，而且呢，我觉得，好像那个思维各个方面哈，就是越来的越，积极吧，越来越积极啊，越来的越，就是平和啊，越来的越有爱心。我相信这个法能使我们世界越来越好。我就分享到这里，感谢所有的，就是为这个法而努力的所有的大家们。Shaggy Winkya。Shaggy Winkya उहाँ रहनुभएको छ चाइनाबाट आएको थियो लीला लियो मैत्री मित्रले आफ्नो चाइनिज भाषाबाट अति महत्त्वपूर्ण हृदयदेखि नै
गुरुप्रतिको श्रद्धा भक्तिभावले हामी सम्पूर्णलाई मैत्री शुभकामना दिनुभयो।